गाडीमा म कुदाइरहेको थिएँ, मलाई याद छ क्या, म सेन फ्रान्सिस्कोबाट म फर्केर आउँदै थिएँ होइन, म त्यति बेला उबर गर्दै थिएँ क्या, अनि सुई आउँदै थियो, अनि आउँदाखेरि अनि फोन गरेर अनि के छ कान्छी यताउति कुरा भयो होइन। मेरो एक जमानाको चिज है त्यो, नाम चाहिँ भन्नु मिल्दैन, केही कसलाई कुन ठाउँ केही भन्नु मिल्दैन, त्यो एउटा At धेरै छ, Nepali तर एउटा चाहिँ _ एउटा 4P स्टोरी tipped जुनले चाहिँ मलाई 100 rupees. म बनाएको, जुनले चाहिँ मलाई Situation एकदम same हार्ड बनाएको Vaize लाइफ मेरो। Ho अनि Tiamaro Sangha loudly crying. अफ गरेको फेरि आयो, अनि फोन गरेँ, अनि के छ कसो छ हेनतेन हेनतेन, अनि म काठमाडौँ जान्छु भन्यो हो, अनि एक्कासी क्या अब होइन, अनि हामी त काठमाडौँको मान्छे होइन, काठमाडौँ जान्छु, काठमाडौँ किन जाने भनेर, ए म काठमाडौँ जान्छु भन्दा तँलाई यस्तो हो, म काठमाडौँ जानु नपाउने, म काठमाडौँ एकचोटि घुम्न जान्छु नि त यस्तो भयो हो, अनि भन्दैछु क्या म, काठमाडौँ जान्छु भनेर एक्कासी बोल्दा बोल्दै काठमाडौँ जान्छु भनेर पो सोधेको त, जानु छ भने जानु, घुम मजाले आइज, यताउति गर, जे गर्नु मन लाग्छ गर्न, माइन्ड फ्रेस भन, जा, कोसँग जानु होइन, तिमीलाई म काठमाडौँ जान्छु भन्दा असर पर्यो, साह्रो पर्यो, मलाई कुरै गर्नु छैन, फोन राख्यो हो। म छक्क परेँ क्या भाइ, के भयो यहाँ, जहिले यसरी कुरा हुन्थ्यो, जहिले बोलिरहेको थियौँ हो, अरे सोचेँ क्या के बोल्नु, मलाई यस्तो यो ब्लकै गर्नुपर्ने, एकैचोटि फोन काटेर यस्तो त केही थिएन त, के चाहिँ भयो, मैले नजा पनि भनेको नि, मैले किन मात्रै सोधेको फर्स्टमा, किन त सोध्न पाइयो होला नि त होइन त, त्यही सोधेको क्या। अनि त्यो भएपछि ब्लक हो, ब्लक, कन्ट्याक्ट गर्नु खोज्छ छैन, यताबाट गर्नु छैन, ठिकै छ, कोही कोही बेला हामी यस्तो उस्तो गरिरहन्थ्यो क्या, एकअर्कालाई काट्ने ब्लक गर्ने के एक दुई दिनको लागि फेरि यहाँ त्यहाँ सरी चलिरहन्थ्यो क्या, ब्लक छैन हो, केही गर्दा छैन, ड्याम। अनि मलाई चाहिँ भित्र मनमा पर्यो क्या भाइ, मेरो मनमा चाहिँ पर्यो हो, अब यहाँ केही चाहिँ भएको छ भाइ हो, यहाँ कोही चाहिँ थर्ड पर्सन आएको छ हो, मैले थाहा पाएको छुइनँ अहिले, तर मैले शङ्का चाहिँ पाएँ, किन पाएँ, किनकि मसँग यसरी कहिले बोलेकै थिएन, मसँग कहिले जिन्दगीमा यसरी बोलेकै थिएन, जहिले कुरा गर्थ्यो ए हो र किन यसको लागि यसो एक्कासी त्यसरी काट्नु, किन रिजन बिना काट्ने त त्यहाँ छ नि त, लाइक वाक्क भएर हो नि त, यस्तो त्यो अहिले थाहा पाउँदा चाहिँ मसँग बोल्दै थियो, अनि त्यो मसँग कुरा गर्यो, अनि मैले ठिक्क सोधेँ, अनि सोद्धै उताबाट त्यसको पनि फोन आयो, सो सी डोन्ट वान्ट टु टक विथ मी, अनि मसँग रिस देखाएर एउटा काट्ने रिजन त चाहियो नि त, यता बोल्नु काट्दैन, अनि त्योसँग चाहिँ बोल्नलाई हो क्या उता अहिले सोच्दा हो, भयो। अनि त्यस पछाडि शङ्का पर्यो भाइ, शङ्का पर्यो हो, तर म भइरहेको त्यसको पछाडि, अनि एक दुई दिन पछाडि हुन्छ नि, एक हप्ता दुई हप्ता पछाडि यस्तै, अनि हाम्रो घरतिर कुरा भयो, अनि बोलचाल भएको छैन, के भएको छैन, आमा बाउहरू हुन्छ नि यताउति इन्भल्भ हुन थाल्यो, के भयो होइन, अनि त्यहाँबाट फेरि हामी बोल्न थाल्यो हो, मजाले बोल्न थाल्यो हो, यताउति ल के छ होइन, तर भित्र चाहिँ भाइ त्यो भित्र जुन इन्स्टिङ छ नि भाइ, हराएको छैन क्या मेरो, हराएको छैन, यो चाहिँ फर्स्टको मेरो कहानी है, मेरो फर्स्टको ब्रेकअप हुँदाको कहानी है, जुनले चाहिँ मलाई असर पारेको छ, हो, दिमागको सङ्ख्या हराएको छैन क्या भाइ मेरो, हराएको छैन, किनकि स्टिल म देख्न सक्छु क्या त्यो 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 चार्म, त्यो स्पार्क नै छैन क्या, त्यो बोल्दाखेरि के गर्दा, अनि ड्याम हो। अनि एक दिन अनि यस्तै फेरि गइरहँदा होइन, यस्तै उबर बिहान एकदम फेरि एकचोटि अर्कोचोटि कल गरे हो, अनि कल गर्दाखेरि होइन, कल उठाएर बोल्छ तर भिडियोमा मरे बोल्दैन, भिडियो अन गर्दैन हो, अन गर्न मिल्दैन, म यहाँ छु भन्छ, झुक्केर अन भएको चाहिँ, तर त्यो जे भनेको त्यो पनि होइन रहेछ, कहाँ ऱ्यान्डम ठाउँमा रहेछ होइन, तर अफ गरिहाल्यो हो। अब त्यो भनेको साइडमा केटा छ हो, त्यो दिन चाहिँ म स्योर भयो कि यसको कोही छ हो। अब को चाहिँ हो त, अब फेसबुकमा गए सर डिटेक्टिभ क्या, अब पुरै सबै सर कहाँ को छ एक दुईजना मान्छेहरू निकाले होइन, अनि एक दुईजना मान्छे यो मान्छे भनेर शङ्का लाग्यो यो भनेर होइन, कहाँबाट के गरेर यो भनेर सोचेँ, तर त्यो पनि होइन हो, तर यहाँ कोही त छ, मेरो पालि लगाए भाइ जासुस, म पनि खतरा हो क्या भाइ, मैले भन्नु अस्ति नै, म पैसा दिदी मान्छे खटाउँछु क्या भाइ म पनि, अनि खटाए जासुस एक दुईजना हो, जासुस खटाएपछि इन्फर्मेसन आयो भाइ, इन्फर्मेसन के आयो, इन्फर्मेसन यो भएको त 6-7 महिना भइसक्यो भाइ, त अहिले खोजी निन्दिन गर्दैछस्, अनि मैले थाहा पाएको 2-3 महिना जस्तो शङ्का परेको, तर भएको 7 महिना 7-8 महिना लाइक भइसक्यो भाइ। जब मैले त्यो इन्फर्मेसन पाएँ होइन, जब मलाई त्यो इन्फर्मेसन आयो नि होइन भाइ,
आयो नि जब होइन भाइ कोभिडको टाइम थियो हो भुक्का भइसकेको थिएँ हो लाइक त्यो फिलिङ म कहिले बिर्सिन्न क्या भाइ इट्स बिन 7 months यु सुड मुभ अन भनेर मलाई जो मान्छेले भन नि होइन इट्स बेटर फर यु होइन सी डोन्ट गिभ अ फक अबाउट यु म्याथ सिक्ने सिधै ठाउँको ठाउँ ब्लक भाइ कस्तो क्लोजर चाहिएको थियो नि भाइ कस्तो सोध्न मन थियो नि भाइ किन के भयो बोलिरहेको थियौँ त माया भइरहेको थियो त यार त्यस्तो त केही थिएन फेरि सानोबाट आएको त यार केटाकेटी हुँदाबाट अहिलेसम्म आयौँ अनि यत्रो समयमा त हुन्छ नि लाइक स्ट्रेन्जरसँग पनि यत्तिकै नै माया बस्नुपर्ने हो त हुन्छ नि यत्रो टाइममा झन् सँगै बसेको मान्छे त कसरी बिर्सिन्छ टिकको त्यही ब्लक भाइ टिकको त्यही मैले थाहा पाएँ क्या यो क्लोजरको पछाडि कुद्यो भने झन् म बोलाउँछु होइन झन् के हुन्छ अब भाइ तेरो सिधै उपाय भनेको ब्लक गर चुप लाएर हिँड भाइ तेरो